थिजीले कार्यक्रम पाइला पाइलामा यहाँहरूलाई स्वागत छ। आज म बराम जातिको उत्पत्ति र बराम समुदायले कुन कुन ठाउँमा राज्य सञ्चालन गरेका थिए त भन्ने विषयमा यहाँहरूमाझ प्रस्तुत गर्न चाहन्छु। कार्यक्रम पाइला पाइलामा 9औं शताब्दी अर्थात् विक्रम सम्वत 930 ताका मगरात भित्रका अर्घौं राज्य लगायत अन्य राज्यहरूले बोट अर्थात् उत्तरबाट नुन र सुन ल्याउने गर्थे। नियमित कारोबार भइरहेको थियो, तर 81 खाम्पाहरूबाट नुन र सुन लगायत अन्य सामान ल्याउन रोक लगाइयो। यसले गर्दा अर्घौं राज्य लगायत अन्य राज्यहरूको लागि नुन नै हाहाकार नै भयो। त्यति बेला अर्घौं राज्यका राजा धनजित आले थिए भने बोट अर्थात् तिब्बतका राजा छिदेन थिए। छिदेनलाई धनजितले दूत पठाउँदा पनि केही खबर नआएपछि राजा धनजित आलेका माहिला भाइ मोहन विक्रम आले मगरको नेतृत्वमा आफ्नो परिवार र हात-हतियारसहित खाम्पाहरूको वस्तु स्थिति बुझ्न उत्तरतर्फ लाग्छ। अर्घौं राज्यका सेनाहरू लगायत स्थानीय र समर्थकहरू हालको आबुखैरेनी नभई हालको धादिङ जिल्लाको मलेखु, सल्यानबेसी, मैदी, बुढाथुङ, बसिरी, लाभडाँडा हुँदै हालको गोर्खा जिल्ला साबिक मान्बु गाविसमा आइपुगेका थिए। त्यहाँ अर्थात् बीच बाटोमा सामाजिक नायक अर्थात् युद्ध प्रमुखले तत्कालीन अग्रपङ्क्तिमा रहेकी कुनै एक महिलामाथि सल्लाहले अनुचित सम्बन्ध राखी गर्भधान भएको अवस्थामा निज उप बेवास्ता नगरेको वस्तुगत परिस्थितिलाई देखि सम्बोधन गर्ने सन्दर्भमा मगर भाषा प्रयोग गरेको शब्दावली हो मानबु। 9औं शताब्दीभन्दा अघि त्यस ठाउँको नाम मानबो अर्थात् मनबो थिए। मोहन विक्रमका कान्छा भाइ दलसिंह आले पनि सँगै आएका थिए। दलसिंह आले मगरको छोरीको नाम हेनुङ्गी थिइन्। हेनुङ्गीसँग अनुचित सम्बन्ध राख्ने सेना प्रमुख दलजित राणा थिए। हेनुङ्गी दलजितसँग अनुचित सम्बन्धका कारण युद्धमा पनि नलाने र समाजबाट पनि बहिष्कार गरेकी थिइन्। हेनुङ्गी आफैमा कलाकौशल, बुद्धिमानी, चतुर्नी र सर्वशक्तिवानी महिला थिइन्। त्यसकारणले पनि उनीसँगै केही सहयोगदा स्त्रीहरू पनि सँगै बसेकी थिइन्। उनीहरूसँग खाने कुरा र खेतीपाती नभएकाले जङ्गलमा कन्दमूलहरू खोजेर खान थालिन्। समय बित्दै गयो, हेनुङ्गीको पेट पनि बढ्दै गइन्। समय आयो, हेनुङ्गीले बच्चा छोरा जन्माइन्। छोराको नाम सितुङ राखे। त्यस बखत हेनुङ्गी सुत्केरी हुँदा सहयोगदा स्त्रीहरूले शिकार खेलेर माछा मासु खुवाउन सकेनन्। त्यति नै खेर अरू केही नपाएपछि किरा फट्याङ्ग्राको शिकार गर्दै आफूहरू पनि खाने हेनुङ्गीलाई पनि खुवाउन थालिन्। छुट्टै स्वादिष्ट भएका कारणले भोजनको रूपमा फट्याङ्ग्रा नियमित रूपमा खान थाल्यो। छोरा र सहयोगदा स्त्रीहरूको रहनसहन र रीतिरिवाज र बोलीचाली भाषामा पनि परिवर्तन हुँदै गयो। साबिक मान्बुमा केही वर्षको बसाइपछि खानेकुराको खोजी गर्ने क्रममा साबिक थुमी गाविस आइपुगे। घना जङ्गल भएकाले जङ्गली जनावर र प्राकृतिक प्रकोपबाट सहयोगदा स्त्रीहरू र छोरा सितुङलाई बचाउन हेनुङ्गीले एउटा जुक्ति लगाए। तुप्क तुम्क भन्दा भन्दै अपभ्रंश भई हाल आएर तुप्क अर्थात् तुम्की हुन पुग्यो।
यसैबाट अहिले तुम्की गुफा हुन पुग्यो। हिनुङ्गीले साना बालक सितुङलाई कसैले पनि भाषा अर्थात् उसैको बुबा दलजित राणा आउँछ कि भनेर बालकुरा सिकाए। त्यसलाई बरामले बालकुरा भनियो। यदि झुक्केर कोही कतै भेटिहाले तिमी को हो भनी सोद्धा छोटकरीमा बराम भनिदिए। जसको वनमा बेवारसी अवस्थामा छोडिएको राणा र म मगर अर्थात् वनमा बेवारसी अवस्थामा छोडिएको राणा मगर हो। यसरी बराम समुदायको उत्पत्ति भएको हो। धेरै वर्षसम्म त्यही वरिपरि डुल्दा डुल्दा हालको सेमराङमा पुग्छ। सङ्ख्या पनि धेरै हुँदै जान्छन्। यसो हेर्दा समथर भूभाग देख्छ र स्या भन्छ अर्थात् नरम र तल र माथि हेर्दा ठुल्ठुला चट्टानहरू देख्छ। म्राङ भन्छ अर्थात् सारो अनि खुसीले सेमराङ भन्छ अर्थात् तल र माथि सारो र ठुला ठुला चट्टान छ, बिचमा नरम छ भन्छ। भनी बलियो र सुरक्षित एउटा छुट्टै सानो गणराज्यको विक्रम सम्वत 1200 रत्नशिर बरामले सेमराङ राज्यको स्थापना गरेका थिए भने विक्रम सम्वत 1500 अन्तिम राजा रणवीर बराम थिए, जसमा रत्नशिर बराम, जितशिर बराम, राजशिर बराम, आसवीर बराम, सुखवीर बराम, वनवीर बराम, रणवीर बराम। यसै बीचमा बराम समुदायले खानेकुरा खोजी गर्ने क्रममा साबिक आरु आरबङ, आरु चनौटे, आरु पोखरी मसेल लगायत ठाउँहरूमा छुट्टिन पुग्छ। हालको आरुगढ गाउँपालिका वडा नम्बर 3 सेमराङमा छुट्टै बराम समुदायको सानो गणराज्य विक्रम सम्वत 1200 राजा रत्नशिर बरामले सेमराङ राज्यको स्थापना गरेसँगै सोही गणराज्यका तेस्रो राजाका राजशिरका छोरा आसवीरका कान्छा भाइ सुलेमान बरामले आरो पोखरीमा विक्रम सम्वत 1350 हालको साबी गाविस आरु आरबङ, आरो चनौटे, आरो पोखरी, स्वारा र मसेल गरी आरुङ गणराज्यको स्थापना गरेका थिए। भने अन्तिम राजा जितमान भएका बेला 1750 अवसान भएका थिए। आरुङकोटमा 300 वर्षसम्म शासन सञ्चालन गरेका थिए, जसमा सुलेमान बराम, लक्ष्मण बराम, जसमान बराम, सूर्यमान बराम, जितमान बराम गरी 5 जनाले राज्य सञ्चालन गरेका थिए। कार्यक्रम पाइला पाइलामा अर्को अङ्कमा भेट्ने बाजासहित अहिलेलाई पनि बिदा हुन चाहन्छु। हस्त थिजेली।